तसिदेलेक नमस्कार तिब्बत टिभीको नेपाली प्रसारणमा स्वागत छ। आज तिब्बती पत्रको अनुसार अन्तिम दिन हो, तसर्थ यस वर्षको 10 प्रमुख समाचारहरूका साथ म लिडो सङ्पो उपस्थित भएको छु। सुरु गरौँ यस वर्षका 10 प्रमुख समाचारहरू संक्षेपमा। परमभवन दलाईलामा जूद्वारा महामारीपछि सार्वजनिक संलग्नताहरू पुनः सुरु। चिनिया कम्युनिस्ट पार्टीले तिब्बतमा व्यवस्थित आत्मसात गर्ने नीतिको वृद्धि। तिब्बतमा मनमानी गिरफ्तारी, नजरबन्द र हिरासतमा मृत्युको रिपोर्ट गर्न जारी। तिब्बती राजनीतिक कैदीहरूले कारागार र नजरबन्द केन्द्रहरूमा यातना। चीनको कोभिड नीतिले तिब्बतमा रहने तिब्बतीहरूको जीवनलाई खतरा। केन्द्रीय तिब्बती प्रशासनद्वारा तिब्बत वकालतबारे व्यापक अभियानहरू सञ्चालन। अमेरिका, क्यानाडा र जापानले तिब्बतको पक्षमा प्रस्ताव पारित। सरकार, अधिकार समूह र नीति निर्माताहरूले तिब्बतमा गम्भीर मानव अधिकारका लागि चीनलाई जिम्मेवार। केन्द्रीय तिब्बती प्रशासनद्वारा डिजिटल रूपान्तरण प्रारम्भ। अब समाचार विस्तारमा। गत वर्षको प्रारम्भमा महामारी कम भएपछि परमभवन जूले शान्ति र करुणा प्रवर्धन गर्ने भावनामा मानिसहरूले भेट्ने र भारतका भित्रका ठाउँहरू भ्रमण गर्ने आफ्ना गतिविधिहरू पुनः सुरु गरेका थिए। परमभवन जू गत वर्ष 78 वर्ष पुग्दा विश्वका नेताहरू, प्रमुख व्यक्तित्वहरू र विश्वभरका मानिसहरूबाट पत्र, भिडियो सन्देश, कथन र ट्विटहरूका रूपमा शुभकामना व्यक्त गरेका थिए। कोभिड-19 महामारीको कारण उहाँले गत वर्ष तिब्बती नयाँ वर्षको 15औं दिन चुगलाखाङमा छोगोर दुजे मनाउँदै आफ्नो पहिलो सार्वजनिक संलग्नता सुरु गर्नुभएको थियो। गत वर्ष तिब्बतका मुद्दाका लागि अमेरिकी विशेष संयोजक उजरा जयासँग उनले भेटघाट गर्नुभएको थियो। भेटका क्रममा परमभवन जूले चिनिया सरकारको सक्दो प्रयासका बावजुद तिब्बती जनताको मन जित्न र उनीहरूको मन परिवर्तन गर्न असफल भएको र चिनिया जनताको सोच पनि द्रुत गतिमा परिवर्तन भइरहेको बताउनु भएको थियो। चिनिया कम्युनिस्ट पार्टीको कोभिड नीतिको कुप्रबन्धन अन्तर्गत तिब्बतमा तिब्बतीहरूले पीडा बोकेको रिपोर्टहरू बाहिर आएपछि परमभवन जूले तिब्बतभित्रका तिब्बतीहरूलाई आशा र प्रार्थनाको सन्देश पठाउनु भएको थियो। गत वर्ष परमभवन जूलाई शिवानन्द विश्व शान्ति प्रतिष्ठानद्वारा शिवानन्द शान्ति पुरस्कार र लद्दाख स्वायत्त पहाडी विकास परिषदद्वारा लद्दाख पेल्नम दुस्दोन पुरस्कार 2022 प्रदान गरिएको थियो। परमभवन जूले उल्लेखनीय सम्मेलन, सेमिनार, पुस्तक विमोचन र सिकाइ केन्द्रहरूको उद्घाटन गर्नुभएको थियो। धर्मशालामा परमभवन जूले युवा नेताहरू र युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस एन्ड कम्पेसनेट नेतृत्व शिखर सम्मेलनका शान्ति निर्माणकर्ताहरूसँग दिमाग, मस्तिष्क र चेतनाबारे छलफल गर्नुभएको थियो। सँगै एसईई सिकाइका सहभागीहरू र मोलम ग्रान्ड टिबेटन डिक्सनरीको शुभारम्भमा आशीर्वाद पनि दिनुभएको थियो। परमभवन जूले भारतको सुदूर उत्तरी लद्दाख क्षेत्रमा 1 महिनाभन्दा बढी समय बिताउनु भएको थियो। सो समयमा उहाँले मस्जिद, गिर्जाघर र गुम्बाहरूमा तीर्थयात्रा र हजारौं भक्तहरूले शिक्षा र सशक्तिकरण, समर डिबेटका सहभागीहरूलाई सम्बोधन, विद्यालयका विद्यार्थीहरूसँग अन्तर्क्रिया र सिकाइ केन्द्रहरूको उद्घाटन गर्नुभएको थियो। गत वर्षको अन्त्यमा परमभवन जूको झलक हेर्न र उहाँका शिक्षाहरू सुन्न भगवान बुद्धको ज्ञानको भूमि बोधगयामा हजारौं भन्दा बढी भक्तहरू आउनुभएका थिए। उहाँले महाबोधि मन्दिरमा श्रद्धाञ्जली अर्पण, जनताहरूलाई शिक्षा, पाली र सांस्कृतिक अन्तर्राष्ट्रिय भिक्षु आदान प्रदान कार्यक्रमको उद्घाटन र तिब्बती र भारतीय प्राचीन बुद्धिको लागि दलाई लामा केन्द्र शिलान्यास गर्नुभएको थियो। भारतको राजधानी नयाँ दिल्लीमा छोटो ट्रान्जिटको क्रममा उहाँले सलवान एजुकेसन ट्रस्टका संकाय र विद्यार्थीहरूसँग अन्तर्क्रिया र
त्रिलोकनाथ चतुर्वेदी स्मृतिको उद्घाटन र सम्बोधन दिनुभएको थियो। विभिन्न तिब्बती सङ्घ संस्था र बौद्ध धर्मावलम्बीहरूको समूहहरू जस्तै डेबुङ गोमाङ, टिसिबी ग्लोबल परिवार, उत्तर अमेरिकी तिब्बती सङ्घ, नामग्याल उच्च माध्यमिक विद्यालयका पूर्व विद्यार्थी, लद्दाखका जनता, गेलुक इन्टरनेसनल फाउन्डेसनले धर्मशाला लद्दाख र बोधगयामा परमपावन ज्यूको दीर्घायु कामना गर्नुभएको थियो। उहाँको संस्थाले पूर्ण अवस्थामा सुनिश्चित गर्दै परमपावन ज्यूले आफ्ना अनुयायीहरू विशेष गरी तिब्बती जनताका आकांक्षाहरू पूरा गर्नको लागि 100 भन्दा बढी वर्ष बाँच्ने उहाँको इच्छा र प्रार्थनाले पुनः पुष्टि गर्नुभएको थियो। गत वर्ष तिब्बतका धेरै रिपोर्टहरूले तिब्बतीहरूको सांस्कृतिक, भाषिक र शैक्षिक अधिकारहरूमा चिनिया कम्युनिस्ट पार्टीको बढ्दो क्रमबद्ध दमनलाई प्रस्तुत गरेका थिए। टोरन्टो स्थित सिटिजन ल्याब र ह्युमन राइट्स वाचका प्रतिवेदनले तिब्बतमा चीनको व्यवस्थित DNA सङ्कलनले सामूहिक निगरानीको प्रणाली स्थापना गर्न चित्रण गरेको थियो। तिब्बत एक्सन इन्स्टिच्युटले तिब्बती संस्कृति र पहिचानको लागि व्यवस्थित उन्मूलन र तिब्बती भाषालाई शिक्षाको माध्यमबाट हटाउने, स्थानीय तिब्बती विद्यालयहरू जबरजस्ती बन्द गर्ने, तिब्बती भाषा र संस्कृति सिकाउनको लागि कुनै पनि अनौपचारिक स्वैच्छिक सेटिङ कटौती गरेको रिपोर्ट प्रस्तुत गरेका थिए। संयुक्त राष्ट्र सङ्घका विशेष प्रतिवेदकहरूले तिब्बती शैक्षिक, धार्मिक र भाषिक संस्थाहरू विरुद्ध शिक्षाको अधिकार, संस्कृति अधिकार, धर्म वा आस्थाको स्वतन्त्रता र तिब्बतीहरूको अन्य अल्पसङ्ख्यक अधिकारहरू विरुद्धको दमनकारी कार्यहरूको श्रृङ्खलाबद्ध रूपमा चीनलाई संयुक्त पत्र पठाएका थिए। द्विदलीय र चीनको द्विसदनीय काङ्ग्रेसनल कार्यकारी आयोगका अध्यक्ष र को-चेयर सेनेटर जेफ मार्कले र प्रतिनिधि जिम मैगभनले संयुक्त राष्ट्र मानव अधिकारका लागि उच्च आयुक्तलाई तिब्बतमा बालबालिकाहरूलाई जबरजस्ती आफ्ना आमा बुबाबाट अलग गरेको रिपोर्ट पनि छानबिन गर्न अनुरोध गरेका थिए र यी अभ्यासहरू गम्भीर मानव अधिकार उल्लङ्घन र सांस्कृतिक र भाषिक उन्मूलन रहेको बताउनु भएको थियो। कङ्ग्रेसनल एक्जिक्युटिभ कमिसन अन चाइना CECC का आयुक्तहरूले पनि थर्मो फिशर साइन्टिफिकका CEO मार्क क्यास्परलाई तिब्बतमा पुलिसलाई DNA सिक्वेन्सहरू आपूर्तिमा आफ्नो कम्पनीका ज्ञान र संलग्नबारे सोधपुछ गर्न द्विपक्षीय पत्र पठाएका थिए। तिब्बतमा बढ्दो दमन र अधिकार उल्लङ्घनका रिपोर्टहरू गत वर्ष पनि सतहमा आइरहेको थियो। फ्रिडम हाउसले लगातार 2 वर्षदेखि तिब्बतलाई विश्वको सबैभन्दा कम स्वतन्त्रता देशको रूपमा स्वीकृत पनि गरेका थिए। 6 जुलाईमा परमपावन ज्यूको 78औं जन्मदिनको केही दिन अगाडि ल्हासास्थित नगरपालिका सार्वजनिक सुरक्षा ब्युरोले असहमतिपूर्ण विचार र स्वतन्त्रताका समर्थक गतिविधिहरूको रिपोर्ट गर्ने तिब्बतीहरूलाई 3000 चिनिया युवानको ठूलो पुरस्कार दिने वाचा गर्दै सार्वजनिक सूचना जारी गरेका थिए। वर्षको सुरुवातले चिनिया सरकारको दमनको विरोधमा तिब्बतीहरूले आत्मदाह गरेको 3 वटा ज्ञात घटनाहरूबाट चिन्ह लगाएको थियो। 25 वर्षीय समकालीन तिब्बती गायक चेवाङ नोर्बुले पौधला दरबार अगाडि आत्मदाह गरेको थियो। यस्तै गरी 81 वर्षीय टपुनले गाबा कृति गुम्बा नजिक रहेको पारी चौकी अगाडि आत्मा गरेका थिए भने अर्को तिब्बती जसको नाम र पृष्ठभूमि उपलब्ध थिएन, उनले तिब्बतको परम्परागत खम प्रान्तको केगुदोमा आत्मदाह गरेका थिए। चिनिया सरकारले तिब्बती बुद्धिजीवी र लेखकहरूले आफ्नो राष्ट्रिय पहिचान, तिब्बती भाषा र संस्कृतिको संरक्षणमा मौलिक अधिकारको प्रयोग गरेको भन्दै पृथकवादको कार्य गरेको दाबीमा महिनौसम्म गोप्य नजरबन्दमा राखेर लामो जेल समय सहितको सजाय दिने कार्यलाई तीव्र पारेका थिए। पूर्वी तिब्बतको कार्यमा पृथकवादलाई उक्साउने र राज्यको सुरक्षाले खतरामा पर्ने अभियोगमा 6 जना तिब्बती लेखक र कार्यकर्ताहरूलाई 14 वर्षसम्मको जेल सजाय सुनाएको थियो र कर्जेको सेर्थर काउन्टीको रक्तम गाउँका भिक्षु र लेखक शिक्षक मोलम ग्याचोलाई 3 वर्षको जेल सजाय सुनाएको थियो। तिब्बती सेन्टर फर ह्युमन राइट्स एन्ड डेमोक्रेसी TCHRT का अनुसार 48 वर्षीय तिब्बती लेखक रोङ गेन्डोलाई 4 वर्षको निश्चित अवधिको जेल सजाय र 2 वर्ष राजनीतिक अधिकारबाट वञ्चित गरेको थियो।
अर्को 34 वर्षीय तिब्बती लेखक थुप्तेन लोटोलाई चिनिया सरकारले पृथकवादले उक्साउने अभियोगमा 4 वर्ष र 6 महिनाको जेल सजाय सुनाएको छ। रोङ्वोका तिब्बती लेखक र विद्वान रोङ्वो खङ्करले पनि 2021 को सुरुमा चिनिया अधिकारीहरूले मनमानी रूपमा पक्राउ गरेका थिए र अहिले उनी चिनिया प्रहरीको हिरासतमा छन्। ङापा कृति गुम्बाका तिब्बती भिक्षु लोब्साङ छोपेललाई चिनिया अधिकारीहरूले गत वर्ष अक्टोबरमा 2 वर्ष 6 महिनाको जेल सजाय सुनाएको थियो भने तिब्बतको नाक्चु क्षेत्रको आम्दो काउन्टीमा 2 तिब्बती बहिनीहरू जुम्गा र युटुनले पनि आफ्नो घरमा परमपाउन्जुको तस्बिर राखेको आरोपमा 23 जुन र 11 जुलाईमा पक्राउ गरी हिरासतमा राखिएको छ। त्यस्तै बारोङ गुम्बाका तेन्जिन दार्गे र रिक्सेललाई पनि परमपाउन्जुको तस्बिर राखेको आरोपमा सजाय सुनाएको थियो। नाङसिङ गुम्बाका भिक्षु रिन्चेन छुड्रिमलाई सन् 2019 मा ङापा पब्लिक सिक्युरिटी ब्युरोका चिनिया अधिकारीहरूले सुरुमा पक्राउ गरेका थिए। उनलाई सामाजिक सञ्जालमा राजनैतिक गतिविधिमा संलग्न भएको आरोपमा 4.5 वर्ष जेल सजाय सुनाएका थिए र उनलाई पारिवारिक भेटघाटबाट निषेध गरेको छ। तिब्बती राजनीतिक कैदीहरूलाई गम्भीर यातना र आवश्यक चिकित्सा उपचार नदिएको कारण यो वर्ष पनि धेरै तिब्बती राजनीतिक कैदीहरूले जेलमा यातनाको सामना गर्नु परेको छ। 30 जनवरी 2022 मा 88 वर्षको उमेरमा पूज्य 5औं छुटुल दावा रिम्पोछेको निधन भएको खबर आएको थियो भने भर्खरैको रिपोर्टले लिथाङ काउन्टीको प्रहरी हिरासतमा 56 वर्षीय गेशे फेन्डेन ग्याल्जेनको निधन भएको थियो। तिब्बत टाइम्सका अनुसार गत वर्ष 26 अगस्त र 28 सेप्टेम्बरमा कर्जे तिब्बती स्वायत्त प्रान्तको मोडुप छिरिङ र छुकदार नामका 2 तिब्बतीको चिनिया प्रहरी हिरासतमा निधन भएको खबर आएको थियो भने वृद्धाश्रममा खानेकुरा पुर्याएको आरोपमा चिनिया प्रहरी अधिकारीहरूले मोडुप छिरिङलाई पक्राउ गरी स्थानीय प्रहरी चौकीमा सोधपुछको रूपमा कुटपिट गरी हत्या गरेका थिए। अर्को तिब्बती भिक्षु र राजनीतिक बन्दी गेशे तेन्जिन पेल्साङले पनि राजनीतिक अपराधका लागि 6 वर्षको जेल सजाय भोगेको थियो। चिनिया प्रहरी हिरासतमा भएको लामो चोरपटकबाट यस महिनाको सुरुमा उनको निधन भएको खबर आएको थियो। चीनको तथाकथित शून्य कोभिड नीतिको कुप्रबन्धनले पूर्वी तुर्किस्तान र तिब्बतमा आवश्यक चिकित्सा उपचार लापरवाही लगायतका आधारभूत मानवाधिकारको अधिकारहरू उल्लङ्घन गरेको थियो। धेरै तिब्बतीहरूले सरकारी नीतिको विरुद्धमा विरोध गर्न र लकडाउन, क्वारेन्टाइन सुविधाहरू र खराब जीवनयापनको बारेमा जानकारी पठाएको आरोपमा पक्राउ गरेका थियो। अधिकार समूह यानी राइट्स ग्रुपहरूले तिब्बतको राजधानी ल्हासामा मात्र क्वारेन्टाइन सुविधाहरूमा असहनीय अवस्थाका कारण 5 तिब्बतीहरूले आत्महत्या गरेको रिपोर्ट गरेका थिए। ल्हासामा गम्भीर कोभिड नजरबन्दी र प्रतिबन्धहरूको विरुद्ध व्यापक विरोध प्रदर्शन भएको थियो, जसको परिणाम स्वरूप करिब 20 जनालाई हिरासतमा लिएको थियो। जमकार, केल्साङडोमा, देल्चेन र डेलालाई सिचुवानमा कोभिड तालाबन्दीको विरुद्ध विरोध गरेकोमा पक्राउ गरेका थिए। तिब्बतमा कोभिड प्रकोपमा चीनको कुप्रबन्धनका बारेमा धेरै रिपोर्टहरू आएपछि केन्द्रीय तिब्बती प्रशासनद्वारा एक प्रेस विज्ञप्ति जारी गरी बेजिङलाई जनताको आलोचनालाई पर्याप्त रूपमा स्वीकार गर्न र सरकारको कुव्यवस्थापनको प्रतिशोधबाट जोगाउन आह्वान गरेको थियो। निर्वाचनमा रहेको मन्त्रीमण्डल र तिब्बती संसदले गत वर्ष विश्वभरका विश्व नेताहरू, नीति निर्माताहरू र कार्यकर्ताहरूलाई भेटेर तिब्बत वकालत अभियान सञ्चालन गरेको थियो। सिजोङ पेम्बा छिरिङद्वारा वासिङ्टन डिसी को भ्रमण केही समयपछि सिजोङले तिब्बती मामिलाहरूका लागि अमेरिकी विशेष संयोजक, सदनका सभामुख नेन्सी पेलोसी, कांग्रेसका अन्य 2 दलीय सदस्यहरू र राज्य विभागका अन्य अधिकारीहरूसँग भेट्नु भएको थियो। विशेष संयोजक उजरा जयाले आफ्नो टोली सहित केन्द्रीय तिब्बती प्रशासनको भ्रमण गरी सिजोङ पेम्बा छिरिङको नेतृत्वमा 16औं कक्षक, सभामुख, उपसभामुख र निर्वाचनमा रहेका तिब्बती संसदका सदस्यहरूसँग छलफल गर्नुभएको थियो। उनले तिब्बती सांस्कृतिक केन्द्रहरूको पनि भ्रमण गरे र तिब्बती समुदायका सदस्यहरू लगायत तिब्बती नागरिक समाजका सदस्यहरू र तिब्बती बालबालिकाहरूसँग भेट गर्नुभएको थियो। केन्द्रीय तिब्बती प्रशासनका प्रतिनिधि मण्डलले 11औं पाञ्चेन लामा लगायत तिब्बती राजनीतिक बन्दीहरूको रिहाईका लागि अभियान र तिब्बतको बिग्रँदै गएको वातावरणीय अवस्थाप्रति विश्वको ध्यान आकर्षण गरेका थिए। अमेरिकी कांग्रेसको सहयोगमा निर्वाचित तिब्बती संसदद्वारा आयोजित वासिङ्टन डिसीमा भएको तिब्बत सम्बन्धी 8औं विश्व संसदीय महासन्धिमा
28 राष्ट्रको प्रतिनिधित्व गर्ने 100 भन्दा बढी सहभागीहरूले भाग लिएका थिए। केन्द्रीय तिब्बती प्रशासनका सिजोङ छिरिङले उत्तर पूर्वी भारत, दक्षिण भारत, उत्तरी भारत र मध्य भारत तिब्बती बस्ती विद्यालयका सांस्कृतिक केन्द्रहरूको भ्रमण पनि गरेका थिए। अमेरिकी कांग्रेसले चीन तिब्बत द्वन्द्वले एक नसुल्झेको द्वन्द्वको रूपमा मान्यता दिने प्रस्ताव पारित गर्नुका साथै तत्काल ध्यान दिन आवश्यक रहेको बताउनु भएको थियो। तिब्बत चीन द्वन्द्वको समाधानको प्रवर्धन गर्ने ऐन अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तहरूमा आधारित छ र तिब्बत र चीन बीचको द्वन्द्वको प्रकृतिलाई सही रूपमा प्रतिबिम्बित गर्ने संवादलाई प्रवर्धन गर्ने लामो समयदेखिको द्विपक्षीय अमेरिकी नीतिलाई बलियो बनाउन खोजेका थिए। क्यानाडाको हाउस अफ कमन्सले सर्वसम्मतिसँग चीन तिब्बत वार्तालाई समर्थन गर्ने प्रस्ताव पारित गर्नुका साथै चीन तिब्बत सम्बन्धी अमेरिकी कांग्रेसको कार्यकारी समितिले पहिलो पटक कांग्रेसमा अनुसन्धानकर्ता र इतिहासकारहरूसँग गवाई सुनवाई गरेको थियो र जापानको संसदले पनि यस्तै प्रस्ताव पारित गरेका थिए। विभिन्न सरकार, मानवाधिकार समूह, संसद सदस्य र संगठनहरूले तिब्बतीहरूको मानवाधिकारको सम्मान गर्न र तिब्बतमा भइरहेको मानवाधिकारको घोर उल्लङ्घनको अन्त्य गर्न चिनिया सरकारलाई आग्रह गरेका थिए। संयुक्त राष्ट्र अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले आफ्नो 2022 को वार्षिक प्रतिवेदनमा अफगानिस्तान, उत्तर कोरिया, पाकिस्तान, रूस, बर्मा जस्ता अन्य देशहरूसँग चीनलाई विशेष चिन्ताको देशको रूपमा सिफारिस गरेको थियो। चीन सम्बन्धी अमेरिकी कांग्रेस कार्यकारी आयोगले आफ्नो वार्षिक प्रतिवेदनमा चिनिया सरकार र परमाणु बीच वार्ताको स्थापनामा पुनः जोड दिएको थियो। गत वर्ष केन्द्रीय तिब्बती प्रशासनले डिजिटल रूपान्तरणतर्फको प्रारम्भिक कदमको रूपमा सम्मेलन, सेमिनार र बैठकहरूको आयोजना गरेको थियो। केन्द्रीय तिब्बती प्रशासनले आफ्ना कार्यालयहरूको लागि ई-फाइलिङ प्रणाली सुरु गरी अनलाइन ग्रीन बुक योगदान प्रणाली लागू गरेका थिए। केन्द्रीय तिब्बती प्रशासनले 50 भन्दा बढी तिब्बती आईटी प्रोफेसनलहरूको साथ आफ्नो पहिलो तिब्बती आईटी प्रोफेसनल सम्मेलन, डिजिटल लाइब्रेरी इनिसिएटिभको प्रारम्भिक बैठक र पहिलो डिजिटल राजनीति विकास बैठक पनि आयोजना गरेका थिए। तिब्बती कारणका लागि कोर ग्रुप भारतका पूर्वी क्षेत्रीय संयोजक श्रीमती रूबी मुखर्जीले कोलकातामा एक सेमिनारको आयोजना गर्नुभएको थियो। सेमिनारको उद्घाटन सम्बोधन सिजोङ छिरिङले गर्नुभएको थियो। चिनिया सरकारद्वारा तिब्बतमा मानवाधिकार उल्लङ्घन शीर्षकको गोष्ठीमा पूर्व विधायक र कोर ग्रुप फर तिब्बत कजका राष्ट्रिय संयोजक श्री रिन्जेन खाडु ख्रिमे लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। भारत तिब्बत संघले जम्मू विश्वविद्यालयको बौद्ध अध्ययन विभागसँगको सहकार्यमा राष्ट्रिय कार्य समिति बैठक आयोजना गरेको थियो। मेक्सिकन कांग्रेसले मेक्सिकोको चेम्बर अफ डेपुटिजमा तिब्बतका लागि संसदीय समर्थन समूह पनि सुरु गरेका थिए। तिब्बत, युगुर र दक्षिणी मङ्गोलियन मुद्दाहरूलाई समर्थन गर्ने द्विदलीय जापानी संसदहरूले पनि जापानी कम्युनिस्ट पार्टीले मानवाधिकार उल्लङ्घनको अनुगमन गर्न संसदीय कक्ष गठन गर्ने घोषणा गरेका थिए। हस्त यस वर्षका 10 मुख्य समाचारहरू यति नै। अर्को वर्ष यसै गरी 10 मुख्य समाचारहरूको साथ मलुरोसँग उपस्थित हुने नै छौँ। तबसम्मको लागि आज्ञा दिनुहोला। तपाईहरू सबैले यस लोसरको लागि धेरै धेरै शुभकामना र यस नयाँ वर्षले तपाईहरू सबैको जीवनमा खुशी र सफलता ल्याओस् भनी प्रार्थना गर्दै म आज्ञा लिँदैछु। तसिदिले नमस्ते।